ओ बिर्खे दाई धेरै दिनपछि गाउँमा आउनु भएछ त। भाइ गाउँघरको याद आयो नि। अनि कति वर्षपछि आउनुभयो त गाउँ? 15-20 वर्ष भयो नि भाइ। रक्सी ल्यायो होला नि त तपाईले? लिएर आइस हो। त्यही नि लोकलको खाऊँ, म पैसा दिन्छु तिमीले। ए ल तपाईँ बस्दै गर्नु है, म आउँछु। ल ल। ओहो बिर्खे दाई, सास परिसक्यो, अहिलेसम्म घर जानु भयो नि त भाइ? भाइ एउटा भाइलाई रक्सी किन पठाएको थियो। रातिसम्म बस्यो भने यहाँ तर्साउँछ त। ल है बिर्खे दाई छिटो घर जानु। ए भाइ पक्नु न दाइ, पक्नु। ए दाइ कहाँ भागेको? मैले झन् यहाँ रक्सी लिएर आएको छु लोकल। एउटा भाइले भनेको यहाँतिर त तर्साउँछ र नि। त्यो रातो हुडी लाउने भाइ त 3 वर्ष अगाडि नि यहाँ चौतारोमा झुन्डेर मरेको नि। ल दाइ रक्सी खाने, ज्यान स्यान तताउने, अनि तपाईँ आफ्नो बाटो म आफ्नो बाटो है त। स्यान तात्यो। ल अब म आफ्नो बाटो है त दाइ। ल ल ल। ओहो बिर्खे दाई, तपाईँ त नि यता चौताराको बाटोबाट आउनुभएको अनि त्यहाँ त दुईजना दाजुभाइ अनि झुन्डेर मर्छ नि चौतारा। र जम्दै यहाँ धेरै जाउँ भाइ। बेरसम्म बस्नुहुन्न फेरि आत्माले तर्सदा नि फेरि। ए ल गरेर त धेरै दुःख हुने रहेछ नि। दाइ ओ